कि आजको ब्लग मेरो उठ्ने टाइमिङदेखि उठ्ने बित्तिकै मेडिटेसन इज भेरी भेरी इम्पोर्टेन्ट। त्यो गर्नलाई म कम्बल लिएर रेडी छु, चिसो भइरहेछ आज। यो मेडिटेसन म्याट एन्ड आज भिडियो बनाऊ है मेडिटेसन गरे पनि। त्यसैले म एउटा लाइट लिन्छु, त्यसलाई मेरो पछाडिमा राख्छु, मलाई पनि डिस्टर्ब नहोस् यो लाइटले भनेर म यसको ब्याट्री लगाउँ। ओके गाइज, अहिले हामी जाँदैछौँ घरमा। हेरौँ के छ खबर घरको पनि। मलाई खेती जाँदैछौँ अहिले हामी। कामहरू त छ, मैले भिडियो एडिटिङ पनि गर्नु बाँकी छ, धेरै काम बाँकी छ, तर पनि जाउँ केही छ आएर गरौँ ल। ड्रोन हाले आज फेरि विपसना मेडिटेसन डे 0 हो नै, भोलि हो डे 0 विपसना मेडिटेसनको रजिस्ट्रेसनको लागि म आज जाँदैछु। आज हामी त्यहाँ म्याङ्गो रिसोर्टमा ड्रोन सट गर्दैछौँ। यस, आज हामी चाहिँ म्याङ्गो रिसोर्टको लागि ड्रोन सट गर्नु जाँदैछौँ। यो ड्रोन अब तपाईँहरूलाई पनि ड्रोन चाहिन्छ भने भन्ने कन्ट्याक्ट। तर हामीहरू अहिले राम्रो खतरनाक ड्रोन सट गरिरहेको छैनौँ, बेसिक ड्रोन सट चाहियो भने हामी कन्ट्याक्ट हो। खतरा एडिटिङ चाहियो भने कन्ट्याक्ट हो। अहिले ड्रोन सट हुँदैछ भिडियो। ओके, उता ड्रोन सट हुँदैछ। अहिले म यतै बसौँ, क्यामेरा लिएर। अब मैले के भनौँ, मेरो त्यहाँको विपसना ध्यानको एक्सपिरियन्स भन्नुपर्दा जानुभन्दा 10 दिन अगाडि मात्रै विपसना ध्यान भनेर मात्रै थाहा पायो, बाँकी त्यस्तो केही पनि थाहा थिएन। अनि त्यहाँ गएपछि यसको बारेमा अलिक बुझेर आए हुन्थ्यो भन्ने जस्तो लाग्यो हो। अनि पछि गर्दै गर्दा ठिक छ, जे हुन्छ, अरूले त गरिरहेछन् म किन सक्दैन भन्ने पनि लाग्यो। त्यस्तो गरी 10 दिन कट्यो। तर 10औँ दिनमा जब त्यो मन बोली खुल्यो, लाइफमा एक्चुअली यो गर्नै पर्छ भन्ने त्यो भित्रैबाट चाहिँ आफूलाई चाहिँ फिल भयो कि तर गर्नुपर्छ। ओके, अहिले म घर जाँदैछु धेरै दिनपछि। वाउ लागिरहेछ, वाउ लागिरहेछ। आज दिवसभरि सुट गरियो। आई डोन्ट नो, अझ पनि म सेटिस्फाइड छैन आफ्नो कन्टेन्ट देखेर। के क्वालिटी निकाले हो, क्यामेरा छ हातमा, ड्रोन छ, क्वालिटी बेकार त अब भन्न मिल्दैन, मान्छे यति पनि गर्न सकिरहन्न। बाहिर वाउ, मेरो रुम कस्तो क्लिन बनाएको। हेलो गाइज, अहिले भर्खर म उठेँ सुतेर। धेरै नै थक। अहिले त एक्टिङ गरेको, अहिले भर्खर उठेको भनेर। मम्मीलाई काम लाउने होइन, मोबाइल ल्या मम्मी, यस्तो गर उस्तो गर, आफै लिएर लास्टमा शरीरमा थकान भएर काम गरेर धेरै मेहनत गरेर यस्तै हुन्छ। कस्तो राम्रो रुम बनाइरहेछ सुवासले। को लगाओ ल स्टार्ट। लास्टमा नभइदियो यो भगवान्लाई यो भिडियो देखाउनु पर्छ, हाम्रो काम किन भएन यो पैसा राखेर। अब पास हुन्छ दिदी। लास्टमा पास भएन भने भिडियो भगवान्कोमा जान्छ, त्यो चाहिँ हिसाब किताब आउँछ। यो मैले किनेको गाइज। The next day.
point updated. अझै यहाँ आज अहिले प्र्याक्टिस गरेँ मैले फर्स्ट टाइम ड्रोन एक्लै चलाएँ। यसमा एउटा फिचर रहेछ के सिमुलेसन, हामी सिक्नलाई पनि यो रिमोटलाई युज गरेर सिक्न सक्छौँ कसरी उडाउने। त्यो सिकेँ, त्योपछि अहिले उडाएँ। मलाई दाम दिन आएको छ नि यहाँ कपडाहरू। यहाँ दान दिया छ मम्मीले। आएर कति बच्चा लगाइसक्यो अरे धार्मिक अब ल के हुन्छ ल सेन्ट हालेर जम्मै निकालेर